चाहिँ हामी हुनुपर्छ जवान मानिसहरू। Only then we can change 1+ billion people for the kingdम of God. त्यसै कारण चाहिँ हामीले 1 देखि लिएर 10 लाख मानिससम्म परमेश्वरको राज्य ल्याउन सक्छौँ। 1 billion people. अनि 1 करोड मान्छे। So many crores. धेरै करोड मान्छे। You have to change. हामी तपाईहरु बदलिनु पर्छ। You have to change our nation. तपाईहरु बदलिनु पर्छ। तपाईहरुले आफ्नो यो राष्ट्रलाई बदलाउनु पर्छ। Stephen, a young man, अनि एउटा जवान व्यक्ति, verse 8 says, 8 ले भन्छ, he was full of grace and power and performing great wonders and signs among the people. स्टिफनसले अनुग्रह र शक्तिले पूर्ण भएर मानिसहरूका बीचमा ठूला अचम्मका काम र चिन्ह गरे। But the story does not end here. त्यहाँनिर चाहिँ कथाको अन्त हुँदैन। How would it be if you were a great evangelist, you did great signs and wonders? यदि तपाई एउटा ठूलो प्रचारक हुनुहुन्छ जसले धेरै चिन्हका काम गर्नुहुन्छ, आश्चर्यका काम गर्नुहुन्छ, तपाईलाई कस्तो लाग्छ? Sometimes you will get big meetings. तपाईहरु कोही बेला ठूलो मिटिङमा सेवाकाम हुँदा, you will have TV programs, cameras. तपाईहरुकोमा टिभी क्यामेरा हुँदा, तपाईहरु ठूलो कार्यक्रममा होला. People will long for you to pray for them. अनि मानिसहरूले तपाईलाई बोलाउला, तपाईलाई प्रार्थना गर्ने निम्ति, उनीहरुको निम्ति. You will travel everywhere by flight and will get nice hotel accommodation. तपाईहरु त्यो हरेक जग्गामा तपाई एरोप्लेनमा जान अनि ठूलो होटलहरुमा बस्ने मौका पाउला. You will get the best food. तपाईले असल खाना पाउला. That is what happens many times nowadays. अनि अहिले चाहिँ धेरै पटक यस्तै हुन्छ. But the opposite is also true. तर त्यो उल्टा पनि त्यस्तै छ, साँचै कुरो हो. The opposite happened to Stephen. अनि स्टिफनको जीवनमा चाहिँ त्यो उल्टो कुरो भयो. How many of you want to be full of Holy Spirit? कति जना चाहिँ पवित्र आत्माले भरेको मानिस हुनुहुन्छ? How many to be full of wisdom? कोही ज्ञानले भरेको व्यक्ति हुनुहुन्छ? Full of faith. जो विश्वासले भरेको मानिस बन्न चाहनुहुन्छ? Grace and power. अनुग्रह र शक्तिले भरेको चाहनुहुन्छ? But you know the result for this young man. अनि स्टिफनको जीवनको परिणाम के हो थाहा छ? It wasn't easy. त्यो सजिलो थिएन. He was called before the religious people. अनि उहाँले धार्मिक मानिसहरूको अगाडि राखे. They persecuted him. अनि उलाई सताए. And this young man had to answer all these religious leaders. अनि यो धार्मिक गुरुहरूलाई यिनीहरूले सबै कुरोको उत्तर दिनु पर्यो स्टिफनले. Verse 13 they said they had false witnesses to tell lies about him. अनि उहाँ स्टिफनको विरुद्धमा चाहिँ उहाँले झुटा विटनेसहरु राखेको थिए, गवाहीहरु राखेको थिए. And as they accused him more and more, जब उहाँलाई धेरै दोष दिए, this young man did not hang his head in shame. अनि उहाँले चाहिँ त्यो आफ्नो शिरलाई झुकाएन लाजमा. Verse 15 says, 15 ले भन्छ, everyone who was seated in the council stared at him. महासभामा बसेका ती सबैले तिनीलाई निहारेर हेरे. But they saw his face was shining like an angel. र तिनका मोडा चाहिँ स्वर्गदूतको मोडा जस्तै देखे. Hallelujah. हालेलुया. You use cream on your face. तपाईले हामीले क्रिम लाउँछौं आफ्नो अनुहारमा. Young people nowadays huge range of cosmetics. अनि जवानहरुले चाहिँ धेरै त्यो कस्मेटिकको चीज लाउँछ, मेकअपको चीजहरु लाउँछ. When I was growing up, जब उहाँ बढ्दै हुनुहुन्थ्यो, it was only for the ladies. त्यो चाहिँ त्यति बेलाको समयमा चाहिँ केटीहरुको निम्ति मात्र थियो. But you know who is the biggest consumer of cosmetics today in India? Which group of people? अनि आज चाहिँ कुन चाहिँ झुण्डको मान्छेले चाहिँ धेरै यो कस्मेटिकको चीज लाउँछ थाहा छ तपाईलाई? It is the young men. अनि यो चाहिँ आज जवानहरु हो. That is the biggest expanding cosmetic business in India. अनि आज चाहिँ बढिरहेको कस्मेटिकको बिजनेस चाहिँ इन्डियामा जवानहरुको कारणले गर्दा हो. Men's face wash. केटाहरुको लागि फेस वाश. Men's fair and handsome. अनि केटाहरुको लागि फेयर एन्ड ह्यान्डसम. This young man, अनि यो जवान व्यक्ति, he did not use any cream. उहाँले कुनै क्रिम दलेन लगाएन. The Holy Spirit shone from his inside. That was more than पवित्र enough. आत्मा चाहिँ उहाँको जीवनमा झल्किरहेको थियो. Hallelujah! God on the inside of you. परमेश्वरको भित्र कुरा जान्नुहुन्छ. He will shine out in any difficult भित्रबाट situation. तपाईँ जाग्नुहुन्छ नि ज्योति बाहिर प्रकाश दिनुहुन्छ. His light will arise on you. अनि उहाँको ज्योति चाहिँ तपाईको जीवनमा निक्लिनेछ. The book of Isaiah says, "Arise and shine, for your light has come." अनि यशायाको किताबले भन्छ उठ अनि खडा हो तेरो ज्योति देखा. And the glory of the Lord has risen upon you. परमेश्वरको महिमा चाहिँ तेरोमा खडा भएको छ. This man's face, young man's face was shining. अनि यो जवान व्यक्तिको अनुहार चाहिँ चम्किरहेको थियो. And then in chapter 7 he starts defending Jesus Christ and his faith. अनि यहाँ 7 मा चाहिँ उहाँले चाहिँ विश्वास र येशू ख्रीष्टको विषयमा चाहिँ उहाँले डिफेन्ड गरिरहेको छ. उहाँको विषयमा बोलिरहेको छ. Young man, जवानहरु, if you read chapter 7, यदि तपाईले 7 पढ्नुहुन्छ भने you will see that this young man, यो जवान व्यक्ति तपाईले यहाँ he देख्नुहुन्छ. preaches the whole Old Testament to the council in अनि Jerusalem. यहाँनिर चाहिँ यो स्टिफनले चाहिँ पूर्ण
पुरै नै पुरानो नियम चाहिँ यो काउन्सिल यरुशलेममा भएको ती अगुवाहरूलाई चाहिँ बाँडिरहेको छ, सुनाइरहेको छ। He did not have any notes. अनि उहाँको कुनै नोट्स थिएन, लेखेको कुरो थिएन। He did not even have a Bible. अनि उहाँकोमा ती बाइबल पनि थिएन, No notes written down. लेखेको कुनै चिज थिएन, No Bible. बाइबल पनि थिएन, No cell phone with the Bible अनि application. बाइबल भएको कुनै पनि फोन पनि थिएन, No iPad. के आइप्याड थिएन। But he declared Jesus to the religious people. तर पनि उहाँले चाहिँ यीशु ख्रीष्ट नै धार्मिक मानिसहरूलाई भने। Graduates, ग्रेजुएट्सहरू, I ask you, तपाईहरुलाई उहाँले सोध्नु हुँदैछ, become like that. स्टिफन जस्तै हुनुहोस्। Become like that where anytime you can declare Jesus to people. अनि मानिस समय कुनै पनि समयमा यीशु ख्रीष्टको विषयमा मानिसलाई भन्न सक्ने हुनुहोस्। Don't start searching for your concordance and Google and everything. अनि सबैले यताउति खोज्ने, गुगलतिर खोज्ने, किताबहरुतिर खोज्ने नभन्नुहोस्। In Psalm 119, David says, "Your word I have hidden where? In my head." भजन सङ्ग्रह 150 मा Your word 119. भजन सङ्ग्रह 119 को 150 मा भन्छ कि तपाईको वचन मैले कहाँ राखेको छु? Where has David hidden the word of God? परमेश्वरको वचन चाहिँ कहाँ लुकाएर राखेको छ दाउदले? In his heart. अनि उहाँको हृदयमा। That is where the word should be. अनि त्यो कुरो संसारले त्यहाँ हेर्नुपर्छ। Because what is in your heart? तपाईको जे कुरो हृदयमा छ, Your mouth will speak. त्यो तपाईको मुखले भन्छ। What is in your heart? जुन चाहिँ कुरो तपाईको हृदयमा छ, Your mouth will speak. त्यो कुरो मेरो मुखले भन्छ। And what you speak, जुन चाहिँ कुरा हामी बोल्छौं, that will give the direction to your life. अनि त्यो कुरोले चाहिँ हाम्रो जीवन कहाँ जान्छ त्यो निर्णय दिन्छ। So it is very important to see what is in your heart. त्यसै कारण चाहिँ मुख्य कुरा हो कि हाम्रो हृदयमा के छ त्यो जान्न। Because that is what will direct your life. त्यो कुरोले गर्दा नै हाम्रो जीवन कहाँ जान्छ हामी त्यो निर्भर हुन्छ। To the end of this chapter. अनि यो अन्तिम सकिँदाखेरि यो च्याप्टरको Did Stephen have a great ministry? स्टिफनको धेरै ठुलो सेवाकाई हुन्छ। Did he live to a nice old age? अनि ऊ के बुढो भइन्जेलसम्म बाँच्न पाउँछ? Build many churches? धेरै मण्डली खडा गर्छ? What happened to this young man? के हुन्छ स्टिफनलाई? What happened to this young man? के हुन्छ यो स्टिफनलाई? Who knows what happened to this young man? कसलाई थाहा छ स्टिफनलाई के हुन्छ अन्तमा? What happened? के भयो? He died. अनि स्टिफन मर्न पर्यो। First person to die for the sake of the gospel. अनि सुसमाचारको निम्ति पहिलो व्यक्ति मर्ने First person to die. पहिलो व्यक्ति मर्ने। Was he an old person? के स्टिफन बुढो व्यक्ति थियो? Young man. जवान व्यक्ति थियो। Was he full of the Holy Spirit? के उहाँ पवित्र आत्माले भरेको व्यक्ति थिए? Yes, full of grace, full of power. अनि उहाँ चाहिँ अनुग्रह र शक्तिले भरेका व्यक्ति थिए। Doing miracles. धेरै आश्चर्य काम गर्थे। But he was persecuted. तर उहाँलाई सताइएका थिए। Do not grumble with persecution. तपाईले जब सताउट हुन्छ गनगन नगर्नुहोस्। Consider it an honor, a privilege to share in the sufferings of the Lord Jesus Christ. प्रभुबाट पाएको अनुग्रह सम्झिनुहोस् जो यीशु ख्रीष्टले पनि भोग्नु भएको थियो। When persecution comes, जब सतावट आउँछ, you are being honored तपाईलाई उचालिरहेको that you हुन्छ। can share little bit of his suffering. के तपाईले चाहिँ अलिकति त्यो दुःखको विषयमा बाँड्न सकोस् भनेर। First person who challenged the religious people of his age. अनि पहिलो व्यक्ति जसले चाहिँ धार्मिक मानिसहरूलाई च्यालेन्ज गरे, This young man Stephen. अनि यो स्टिफन चाहिँ At his death, अनि मर्ने बेलामा two important things happened. दुईटा मुख्य कुरा भयो। I'll tell you the last thing. अनि उहाँले अन्तको कुरा भन्नुहुन्छ। There was somebody standing while they were throwing stones at him. अनि त्यहाँनिर चाहिँ जब ढुङ्गाले हिर्काएको स्टिफनलाई त्यहाँ एकजना व्यक्ति खडा थिए। Someone who was guarding the courts. अनि त्यहाँ जो मान्छे त्यसलाई हेरचाह गरिरहेको थियो। Has anyone ever been hit by a stone on your head? कसैलाई चाहिँ यहाँनिर कसैलाई टाउकोमा ढुङ्गाले हिर्काएको छ तपाईहरुलाई यहाँ? Some of you have. Maybe when you were a child. सानसानो तपाईँ नानी हुँदाखेरि कसैले तपाईलाई ढुङ्गा हिर्काएको थियो टाउकोमा। But it is not painless. तर त्यो नदुख्ने हुँदैन। It hurts. त्यो टाउकोमा ढुङ्गा लाग्दा धेरै दुख्छ। These people were throwing stones to kill. अनि यो मानिसहरूले चाहिँ मार्नको निम्ति चाहिँ ढुङ्गा हिर्काइरहेको थियो। They took off their coats so that they could get a good swing and they could hit him. अनि उनीहरूले चाहिँ आफ्नो त्यो लुगा खोलेर चाहिँ एकदम मजाले चाहिँ ढुङ्गा हिर्काउन छानिरहेको कोट खोलेको थियो। Young man whose face was shining like an angel. अनि जुन चाहिँ जवान व्यक्ति जसको अनुहार चाहिँ स्वर्गदूत जस्तो चम्किरहेको थियो। They hit him with stones. अनि त्यस व्यक्तिलाई चाहिँ ढुङ्गाले First हिर्कायो। on the body, then the head. अनि पहिले शरीरमा हिर्कायो, टाउकोमा हिर्कायो। And there was a man watching all this. अनि यहाँनिर एउटा व्यक्तिले चाहिँ हेरिरहेको थियो। That man's name was उसको Saul. मान्छेको नाम के थियो?
What did he become later? पछि के भयो उहाँ? He became Paul. पछि पावल भयो। This man who watched the martyrdom of Stephen, अनि यहाँनिर चाहिँ जो मान्छेले चाहिँ स्टिफनको मृत्युलाई he हेरिरहेको has थियो। written most of the New अनि Testament. नयाँ नियमको धेरैवटा किताब चाहिँ यही व्यक्तिले लेखेको। Most of the writing of the New Testament was by this man who watched that first martyr. अनि यो व्यक्तिले लेखेको छ यी सब नयाँ नियमको सबैभन्दा ज्यादा किताबहरू चाहिँ यो व्यक्तिले जसले चाहिँ स्टिफनलाई मरिरहेको मारिरहेको हेरिरहेको थियो। But a bigger thing than that, अनि त्योभन्दा ठुलो कुरो, something far greater. त्योभन्दा पनि एकदमै ठुलो कुरो Verse 55, 55 ले भन्छ। it says again Stephen, अनि यहाँनिर चाहिँ स्टिफनको मृत्युको विरुद्धमा filled with the Holy Spirit. अनि उहाँले लेखेको छ उहाँ पवित्र आत्माले While he is dying also, he is filled with the Holy अनि Spirit. जब उहाँ मृत्युको कगारमा हुनुहुन्थ्यो तब पनि उहाँ पवित्र आत्माले भरिएका थिए। While the stones are breaking his bones, जब पनि उहाँ त्यो ढुङ्गाले उहाँको हड्डीलाई भचाइरहेका थिए, while the people are cursing him and they pulled him out of the city to अनि kill जब पनि him, मानिसहरूले चाहिँ उहाँलाई श्राप दिइरहेको थिए नि सहरबाट बाहिर निकालिरहेको थिए, this man, young man, does not lose the anointing. अनि उहाँले चाहिँ आफ्नो अभिषेकलाई हराउँदैन। He is filled with the anointing. यो मान्छे चाहिँ अभिषेकले भरिएको He थिए, is dying. उहाँ मर्दै थिए, He is in pain. उहाँ त एकदम दर्दमा But थिए, he is filled with the Holy तर Spirit. पनि उहाँ पवित्र आत्माले भरेको थिए। And you know the result of this young अनि त्यसको man's life? परिणाम के भयो थाहा छ तपाईलाई? Jesus himself, यीशु ख्रीष्ट आफैले, the King of Kings and Lord of Lords, अनि राजाका राजाले, who is seated on the throne, जो चाहिँ सिंहासनमा खडा छ, he stands up अनि उहाँ उठ्छ, to welcome a child. अनि उहाँ चाहिँ अनि आफ्नो छोरालाई चाहिँ स्वागतको निम्ति खडा भएको छ। Jesus stands up from the throne अनि to welcome a child अनि यीशु coming ख्रीष्ट into चाहिँ the kingdom. सिंहासनमा खडा हुन्छ अनि आफ्नो छोरालाई स्वागत गर्छ। Hallelujah! Hallelujah. It says Stephen, he said, look, I see the heavens opened and the Son of Man standing at the right hand of God. अनि यहाँनिर लेखेको छ तिनले भने हेर स्वर्ग उगारियो म देख्दछु र मानिसको पुत्र परमेश्वरको दाहिने हातपट्टि उभिरहेको म देख्दछु। Jesus honored this young man's sacrifice. अनि यो व्यक्तिलाई चाहिँ यीशु ख्रीष्टले आधार गरे। The people, मानिसहरूले in verse 57, अनि 57 भन्छ it says they got even more angry. अनि यिनीहरू अझै रिसाए, They shouted. अनि यिनीहरू कराए चिच्चाए, They rushed him out of the city. अनि यिनीहरूले तान्दै लगे बाहिर सहरदेखि They बाहिर, started stoning him. अनि ढुङ्गाले गर्न थाले। But this young man, तर यो जवान व्यक्ति he sees the Lord standing अनि to उहाँले receive. चाहिँ परमेश्वर यीशु ख्रीष्ट खडा भएको देख्दछ। I prefer that honor. अनि त्यो कुरो चाहिँ उहाँले पनि चाहनुहुन्छ, हामी पनि While चाहन्छौँ। you go up in ministry, जब तपाईँ सेवकाईमा जानुहुन्छ many times you will not get honored. तपाईलाई धेरैपल्ट आधार तपाईले पाउनुहुन्न। Here you have a beautiful, such a super culture of honoring अनि elders. यहाँनिर चाहिँ एकदमै हाम्रो यहाँनिर जग्गामा चाहिँ एकदमै राम्रो इज्जत गर्ने सम्मान गर्ने चलन रहेछ। No, you bow your heads and we bless you. अनि यहाँनिर चाहिँ हामीले आफ्नो शिर झुकाउँछौँ अनि हामीलाई कसैले आशिष You दिन्छ। put those stones on us, so much honor you give अनि यहाँनिर us. हामीले खदाहरू लाउँछौँ। But over here, for the sake of the gospel, no honor. तर सुसमाचारको निम्ति कुनै आधार थिएन यहाँ। Don't ever get offended if you are not honored. तपाईलाई यसरी कसैले आधार गरे भने नरिसाउनुहोस्, अचम्म नमान्नुहोस्, दुःख नमान्नुहोस्। You know, if people do not use your titles यदि तपाईलाई मानिसले तपाईलाई कुनै चीज भनेन उसको अगाडि and you are there for the sake of the work of the ministry, तपाईँ चाहिँ परमेश्वरको कामको निम्ति खडा हुनुभएको छ भने don't worry. चिन्ता नगर्नुहोस्। Jesus will stand up for you. यीशु ख्रीष्ट चाहिँ उहाँ आफै खडा हुनुहुन्छ। Hallelujah! I want honor from heaven. I want honor from the throne of मलाई God. चाहिँ स्वर्गको सिंहासनबाट चाहिँ आधार चाहिन्छ। That is more than enough for all of us in ministry. अनि यहाँ सेवकाईमा सबैभन्दा कुरो उच्च कुरो त्यही And हुन्छ। one day we will see him face to face and अनि एक he दिन will चाहिँ हामीले welcome उहाँलाई us. आम्ने सामने भेट्छौँ। I leave you with these words. अनि यही कुरा लिएर मैले छोड्नुहुन्छ। Press on. अगाडि बढ्नुहोस्। Run the race. तपाईँ आफ्नो दौड Fight the good fight of faith. अनि विश्वासको लडाइले And hold on. Cling to eternal अनि life. त्यस्तै थामेर बस्नुहोस् अनन्त जीवनलाई। Do not leave your God and your Savior. अनि परमेश्वरलाई तपाईँको उद्धारकर्ता नछोड्नुहोस्। Do not let the world tempt you and backslide. अनि संसारले तपाईलाई टेम्प गरेर चाहिँ तपाईलाई पछि नहटाउन सकेको होस्। Endure persecution. अनि सतावटमा तपाईँ खडा हुनुहोस्। One day when you see Jesus, He will welcome अनि you. जब पनि एक दिन तपाईले यीशु ख्रीष्टले तपाईलाई देख्छ उहाँ तपाईको आधारको निम्ति खडा हुन्छ। Hallelujah! Hallelujah. Hallelujah! God bless you परमेश्वरले तपाईलाई आशीष दियोस्। as you go out into the mission field. तपाईँ जब पनि सेवकाईमा जानुहुन्छ Praise the Lord. परमेश्वरलाई महिमा होस्।
अन्तर्राष्ट्रिय भिक्टोरी बाइबल स्कुलको 14औं दीक्षान्त समारोहमा छौँ, जहाँ 42 जना दीक्षार्थीहरू दीक्षान्तित अर्थात् स्नातक भएर जाँदैछन् आजको दिनमा। र यहाँहरूलाई मैले बताउनु पर्दा भिक्टोरी बाइबल स्कुलले 2000 सालदेखि यो बाइबल स्कुलको कार्यक्रम सुरु गरेको हो। 2000 सालदेखि सुरु गरेर अहिले 2014 मा 14औं चरणको बाइबल स्कुललाई सम्पन्न गरिसकेको छ। सुरुमा हामीले 1 महिनाको अवधिमा बाइबल स्कुल चलायौँ। सुरुमा 1 महिनाको अवधिमा 30 दिनको अवधि गरेर हामीले बाइबल स्कुल चलायौँ। त्यसपछि लगतै हामीले 3 वर्षसम्म 35 दिने बाइबल स्कुल सञ्चालन गऱ्यौँ। 35 दिने बाइबल स्कुल सञ्चालन गरेपछि 2007 देखि लिएर 2011 सम्म 2007 देखि 2011 सम्म हामीले 40 दिने बाइबल स्कुलको सञ्चालन गऱ्यौँ यहाँ 40 डेज बाइबल स्कुल। त्यसपछि 2012 देखि अहिले 2014 सम्म हामीले निरन्तर 60 दिने अर्थात् 2 महिने लामो बाइबल स्कुलको कार्यक्रमलाई सञ्चालन गर्दै आइरहेका छौँ। र यहाँबाट 14औं चरणसम्म आइपुग्दा हामीले लगभग 1200 दीक्षार्थीहरूलाई स्नातक बनाएका छौँ। 1200 दीक्षार्थीहरू, जसमध्ये धेरैजनाले हाम्रो देशको विभिन्न राज्यहरूमा अनि हाम्रो छिमेकी राष्ट्र नेपाल अनि छिमेकी राष्ट्र भुटानका विभिन्न ठाउँहरूमा असल ढङ्गले यहाँबाट स्नातक भएर गइसकेपछि परमेश्वरको राज्यको कामलाई उहाँले हातमा लिनुभएको छ अनि यो कार्यक्रमलाई, यो सेवाकालाई उहाँले सफलतापूर्वक सञ्चालन गरिदिनु भएको छ। त्यति मात्र होइन, भिक्टोरी प्रेयर टावर मिनिस्ट्रिजले 2007 देखि यता चाहिँ प्रत्येक वर्षको सेप्टेम्बर महिनामा 1 महिने लामो 30 दिने लामो आराधना, स्तुति अनि प्रशंसाको स्कुल सञ्चालन गर्दै आइरहेको छ। त्यसपछि 2008 देखि यता प्रत्येक अक्टोबर महिनामा क्रिस्चियन अगुवाहरूको दम्पति श्रीमान श्रीमतीको सेमिनार पनि सञ्चालन गर्दै आइरहेको छ। र त्यो बाहेक हामीले रिबिल्डिङ द अल्टर अफ द लर्ड अर्थात् परमेश्वरको वेदीको पुनर्निर्माण गर भन्ने शीर्षकमा अगुवाहरूको सेमिनार पनि हामीले गर्दै आएका छौँ। र 2007 देखि यसो हामीले 2000